चौरी पाल्ने दाइ हो है। ल दाइ हाम्रो चौरी कतिवटा छ रे? 20-25 वटा छ। अनि दुना कतिवटा छन्, ब्याउनी कतिवटा छन्? सबै ब्याउने हाम्रो चौरी त। तपाईँले अनि दिनमा दुध चाहिँ कति निकाल्नुहुन्छ चौरीको? 50 लिटर जति। 50 लिटर। त्यसको के सबै छुर्पी बनाउने, घिउ बनाउने होइन त? ल हाम्रो उहाँ चाहिँ यो सबै चौरीको मालिक हुनुहुन्छ है। ल यहाँ चाहिँ यी छुर्पी किन्न नि पाइयो। यी छुर्पी यहाँ अब लोकल त्यसो नभने एकछिन है। सबै सैलुङ घुम्न आउने भक्तजनहरू भनौँ होइन, यहाँ सबै खाजा बसेर खाजा खाइरहनु भएको छ है। ल सबैजनालाई चाहिँ यहाँ आउन चाहिँ म एकदम धेरै अनुरोध गर्दछु होइन। पसलको सुविस्ता छ, सबै चिज पाइन्छ अब यहाँ गाउँघरमा पाइने चिज त्यस्तो हो। ल यो सबै वरिपरि यो यस्तो यस्तो थुम्का चाहिँ यहाँ 100 थुम्का हो अरे है गाइजहरू। ल अझ 108 रे। ल उहाँ हाम्रो स्थानीय बुवा हुनुहुन्छ, उहाँ चाहिँ चौरी धनी हो। ल ल बुवाको नाम चाहिँ होइन के मेरो नाम फुर्बा शेर्पा हो। फुर्बा शेर्पा यहाँको हाम्रो स्थानीय चौरी पालन हजुर व्यवसायमा भनौँ, व्यवसायमा लाग्नु भएको उहाँ चाहिँ कति वर्ष बुवा हजुरले? मैले भयो होला हजुर यस्तै 7-9 वर्ष जस्तो भयो होला। 9 वर्ष अगाडिदेखि चौरी व्यवसाय। अनि तपाईँले कतिको फाइदा भनौँ न व्यावसायिक हिसाबले गर्दाखेरि? फाइदै छ भनौँ, अब यो सन्तोषै छ मलाई यसको लागि भन्नु। अब भइहाल्छ, वर्षमा 5 लाख हुन्छ, त्यसमा मलाई सन्तोषै छ भन्नु। भनेपछि बुवाको चाहिँ कतिवटा चौरी छ अहिले? मेरो अब छ अहिले 15-16 वटा होला। पहिले मरे, अब 8-9 वटा मरे पहिलेको रोगले। ल उहाँको चाहिँ अब 15-20 वटा जति छ अरे। अब 4-5 वटा चौरी मरे भन्नुहुन्छ उहाँले। अनि यो चौरी चाहिँ हाम्रो यहीँ जन्मेका हुन् कि सबै बाहिरबाट ल्याएको? बाहिरबाट ल्याउनुपर्छ, यहाँ हुँदैन। सोलुबाट ल्याउनुपर्छ तपाईँको, यहाँ हुँदैन। ल ठिक छ है गाइजहरू। सोलुबाट ल्याउने उहाँ चाहिँ सोलुबाट ल्याएको चौरीहरू अरे यो चाहिँ हाम्रो यहाँ बुवाले भन्नुभएको। यहाँ काम हुँदैन गर्ने हिसाबले यहाँ अब पसल राखेर होइन पैसा लिएको होइन होइन। अब यस्तो हुन्छ तपाईँको अब हामीले तलबाट बोकेर ल्याउनु भन्दा यहाँ 2-4 रुपियाँ तिरेर खानलाई यहाँ कसैलाई पनि गाह्रो छैन। त्यो सेवा भावको। हजुरको नाम चाहिँ?